Hi guys, welcome back to my new vlog. आज चाहिँ म एकदम बिहानै उठेको थिएँ एन्ड यस्तो चिसो थियो तर हेर्नु न भ्यू यस्तो राम्रो भ्यू थियो नि आज बिहान उठ्दाखेरि म त यो भ्यू हेरेर दङ्ग परेर आज क्लास गएँ अनि मेरो क्लासको छेउमा एउटा अन्डा चना खाने स्पट छ म त्यता जहिले पनि खान्छु अन्डा चना अनि तरकारी आज चाहिँ मैले त्यहाँ सेल पनि खाएँ अनि मलाई चाहिँ घरको याद आयो कि यो सेल र तरकारी खाएर चाहिँ यस्तो मिठो थियो बब्बाल मिठो थियो आजको खाजा चाहिँ अनि क्लासबाट घर फर्किँदाखेरि यस्तो भिड थियो अब अफिस टाइममा भिड भइहाल्छ अनि एकदमै ट्राफिक थियो अनि त्यसपछि म होस्टेल पुगेर खानासाना खाएर म चाहिँ स्किन केयर गर्नतिर लागेँ स्किन केयर गर्न चाहिँ मैले घरमै धेरै जस्तो मैले घरमै होममेड मास्क बनाउँछु अनि मैले स्किन केयरको लागि यहाँ सबै कुराहरू रेडी पारेको छु हेर्न सक्नुहुन्छ मैले के युज गरेको छु भनेर म देखाउँदैछु है हजुरहरूलाई सुरुमा चाहिँ म बेसन अनि त्यसपछि चामलको पिठोमा थोरै बेसार हाल्छु अनि बेसार चाहिँ एकदम राम्रो हो नि त यो चाहिँ अब मेडिसिनल पनि हुन्छ अनि स्किनमा अब दागहरू छ भने पनि यसले चाहिँ घटाउँछ अनि त्यसमा चाहिँ मैले अब एलोभेरा जेल रोज वाटरहरू पनि हाल्छु अनि एकदम मजाको पेस्ट बनाएर यसलाई रेडी गर्छु अनि पेस्ट चाहिँ यत्तिको बनेपछि चाहिँ आफ्नो स्किनमा लगाउने स्किन चाहिँ सफा क्लिन हुन्छ यो लगाएपछि अनि यो चाहिँ अब मैले हप्तामा एकचोटि लगाउँछु कि अनि म यसलाई 15 मिनट लगाएर अनि मुख धुन्छु सो गाइज अब चाहिँ हामीहरू यहाँ घाममा बसेर टक्क मिठो गरेर घाममा गाजर अनि बिटरुट खान्छौँ हामी होस्टेल बस्छौँ अनि यस्तो भिटामिनहरू कमी हुन्छ नि त त्यही भएर अन्त घाममा अब किनै बस्नुपर्ने हो तर यताउति गर्दा गर्दा ढिलो भयो क्या आज अब दिस इज द ओन्ली अल्टिमेट वे आफूलाई ब्लस गराउनु यस्तै हो केटीहरू चाहिँ यस्तै हो हेर्नुहोस् हाम्रो चाहिँ यही चालामाला छ बिटरुट खाने यसको मकैबाट अनि ब्लस लाउने हजुर पनि खानु होला अनि आफ्नो स्किन हेल्थ र हार्ट हेल्थलाई राम्रो गर्ने होला त्यसपछि हामी चाहिँ चिया खानलाई निस्किएमा हामी चाहिँ दिनमा एकचोटि चिया खान निस्किन्छौँ कि चिया नखाइ हुँदैन अनि हामी चाहिँ यता दारी भाइकोमा आएर चिया खायौँ अनि मस्त गफसफ हान्यौँ अनि चिया खाँदै मिठो हुन्छ यहाँको चिया चाहिँ म रेगुलर आइरहेको हुन्छु यहाँ चाहिँ चिया खान गाइज कतिजनाले यो मुभी हेर्नु भएको छ मैले चाहिँ यो लाइक कतिचोटि हेरिसकेँ मलाई चाहिँ पुरानो मुभीहरू हेर्नु मन लाग्छ कि जुन मैले पहिला पनि हेरिसकेको हुन्छु नि मलाई अब कसैले मेरो साथीहरूले सजेस्ट गर्नुहुन्छ नि लाइक यो मुभी हेर राम्रो छ है मलाई चाहिँ म हुन्छ भन्छु होइन तर घर आएपछि जब म मुभी हेर्न मन लाग्छ नि मैले जुन कम्प्लिट गरिसकेको हुन्छु नि म त्यही मुभी हेर्छु कि यो मुभी जुन मैले देखाएँ नि हजुरलाई त्यो मुभी पनि मैले 4th टाइम होला कि मैले आज हेरेको मलाई यस्तो मनपर्छ कि थाहा छ कि एन्डिङ के हो स्टिल मलाई त्यही नै मुभी मनपर्छ कि यो एकदम वियर्ड बिहेभियर छ है मेरो चाहिँ अब हजुरहरूमा कस्तो छ भन्नु होला मलाई धेरैलाई चाहिँ अब पुरानो एकचोटि हेरिसकेको मुभी हेर्नु हुँदैन नि त म चाहिँ एकदम टोटली डिफ्रेन्ट म चाहिँ सकिसक्यो नि त्यो मुभी हो फेरि अब त्यो मुभी कहाँ याद आउँछ नि म हेर्छु कि फेरि एकदमै यो जाडो मौसम छ अनि पानी नै नखाने कि मेरो सबैभन्दा नराम्रो पानी भनेको मलाई पानी खान मन लाग्दैन अनि याद पनि आउँदैन कि अनि जब त्यो पानी नखाए टाउको फुट्न लाग्छ नि अनि बल्ल रियलाइज हुन्छ कि मलाई 2-3 दिन अगाडि पनि त्यस्तै भएको थियो पानी बिर्सिरहेको खानलाई अनि यताउति रस हुन्छ के काम गरेर आउँछु अनि पानी लाइक के अब गएमा तिर्खा लाग्छ नि त अनि पानी खाइन्छ जाडोमा तिर्खा पनि लाग्दैन अनि आज त म सम्झेर बिहानदेखि बोतल छोपेर बसिरहेको छु यो बोतल चाहिँ मैले लगभग सकाइसकेँ अब यति मात्र बाँकी छ
अनि यति सकाएपछि म फेरि भरेर आउँछु म चाहिँ 1 बोतल पानीमा हैन राति नै चिया सिडहरू भिजाएर रेडी गर्छु के अनि त्यही नै खाइरा हुन्छु मैले तर हिजो मैले भिजाउन बिर्सिएँ त म अब भिजाउँछु यो खाएर भएपछि अनि म हजुर देखाउँछु है चिया सिड म कसरी बनाएर कति घण्टा सोक गरेर खान्छु सो अब चाहिँ म यता चिया सिडलाई सोक गर्न रेडी हुँदैछु मैले चाहिँ चिया सिड लिन्छु अबाउट 1 टीस्पुन अनि त्यसलाई चाहिँ मजाले बोतलमा राखेर अनि पानीमा सोक हुन दिन्छु मैले चाहिँ अराउन्ड 1 घण्टादेखि 2 घण्टासम्म चाहिँ यसलाई मजाले पानीमा सोक हुन दिन्छु अनि बल्ल ड्रिङ्क गर्छु किन भन्दा चिया सिडले आफै वाटर अब्जर्ब गर्छ नि त त्यही भएर यसलाई मजाले पहिला सोक हुन दिनुपर्छ अनि बल्ल यो रेडी हुन्छ सो गाइज आजको लागि यति नै होला यो भिडियोमा मैले चाहिँ खाना खाएर अब मेरो कामहरू गर्नतिर लागेँ अनि अब मैले डेली भ्लगहरू चाहिँ हाल्न भ्याएको छैन मैले खिच्नै बिर्सिँदो रहेछु कि खिच्छु भन्छु अनि यादै नआउँदो रहेछ तर ट्राई गर्दैछु म डेली नसके पनि एटलिस्ट हप्तामा 2 चोटि 3 चोटि भिडियो हाल्न ट्राई गर्दैछु हजुरहरूले मेरो भिडियो लाइक गरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि म नयाँ भिडियोजहरू ल्याउँछु यो भन्दा नि अझै लामो भिडियोहरू लिएर आउने ट्राई गर्छु एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो ह्याभ अ ग्रेट डे बाई बाई